नमस्कार, सबैजनालाई हाम्रो यस युट्युब च्यानलमा स्वागत छ। तपाईहरूको लागि आजको पहिलो प्रश्न रहेको छ, नेपालमा राष्ट्रिय खेलकुद परिषदको विधिवत रूपमा स्थापना कहिले भएको थियो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2015 सालमा, अप्सन बी मा रहेको छ विक्रम सम्वत 2018 सालमा, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2017 सालमा, अप्सन डी मा रहेको छ विक्रम सम्वत 2016 सालमा। तपाईहरूको समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन सी, विक्रम सम्वत 2017 सालमा। आजको दोस्रो प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका तर्फबाट सहभागिता जनाउँदा पहिलो पटक पदक जित्ने खेलाडी को हुन्? अप्सन ए मा रहेको छ बैकुण्ठ मानधर, अप्सन बी मा रहेको छ भूपेन्द्र केसी, अप्सन सी मा रहेको छ विधान लामा, अप्सन डी मा रहेको छ जीत बहादुर केसी। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन डी, जीत बहादुर केसी। आजको अन्तिम प्रश्न रहेको छ, सुकेतार विमानस्थल कुन जिल्लामा रहेको छ? अप्सन ए मा रहेको छ ओखलढुङ्गा, अप्सन बी मा रहेको छ ताप्लेजुङ, अप्सन सी मा रहेको छ सोलुखुम्बु, अप्सन डी मा रहेको छ सङ्खुवासभा। तपाईहरूको समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन बी, ताप्लेजुङ। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभएकोमा धन्यवाद। यस्तै खालका अन्य सामग्रीहरूको लागि हाम्रो यस च्यानललाई लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।